साफ U19 च्याम्पियनशिप फुटबलमा आयोजक भारत विरुद्ध नेपालले फराकिलो हार बेहोरेको छ। मंगलबार राति सम्पन्न समूह B को अन्तिम खेलमा भारत विरुद्ध नेपालले 4-0 को हार बेहोरेको हो। गोल्डन जुबली स्टेडियममा भएको प्रतिस्पर्धामा U19 प्रतियोगितामा भारत विरुद्ध नेपाली टिम पहिलो पटक यति फराकिलो अन्तरले पराजित भएको हो। यसअघि भारत र नेपाल बीच भएका खेल पेनाल्टी सुटआउटसम्म पुगेका थिए। सन् 2015 मा नेपालले घरेलु मैदानमा उपाधि जित्दा भारतलाई पेनाल्टीमा हराएको थियो। त्यसको 8 वर्षपछि भारतले सन् 2023 मा फाइनल प्रवेशको क्रममा नेपाललाई पेनाल्टीमै पाखा लगाएको थियो। तर यसपल्ट भने भारत विरुद्ध नेपाल निरीह देखियो। यो हारपछि नेपाल समूह विजेता बन्न सुक्यो। नेपाल विरुद्धको जितले भारत भने समूह विजेता बन्यो। उसले 2 खेलबाट 6 अङ्क जोड्यो। नेपाली टिमले 2 खेलबाट 3 अङ्क मात्र जोड्न सफल भयो। नेपालले पहिलो खेलमा श्रीलङ्कालाई 5-0 ले हराएको थियो। नेपालले अब सेमिफाइनलमा समूह A को विजेता बंगलादेशको सामना गर्नेछ। नेपाल र बंगलादेश बीचको सेमिफाइनल भिडन्त शुक्रबार हुनेछ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो टिकटक आइडीलाई फलो पनि गर्नु।